Hello guys, welcome back to my channel and it's me Nikita Adhikari. अनि अस्ति पनि मैले एउटा भिडियो हालेको थिएँ एज अ इन्टरनेशनल स्टुडेन्ट इन ग्रीस अनि त्यतिखेर चाहिँ लाइक मेरो साथीहरु पनि हुनुहुन्थ्यो मसँगै अनि मैले उहाँहरुको एक्सपीरियन्स लाइक सोधेको थिएँ उहाँहरुले भन्नुभएको थियो अनि त्यो भिडियोमा चाहिँ मेरो एक्सपीरियन्स के पनि थिएन मैले सिर्फ क्वेशन मात्र सोधिराको छु अनि यो भिडियोमा चाहिँ लाइक मबाट नै स्टार्ट गर्छु भिडियो अनि मबाट नै एन्ड गर्छु यो भिडियो है त सो लेट्स गो इन्टु आवर भिडियोज अनि यो वाला भिडियोमा चाहिँ लाइक म कतिवटा डीएम्सहरु आएको छ मलाई लाइक कतिवटा स्टुडेन्ट्सहरुले मलाई मेसेज गरिराख्नु भएको छ लाइक दिदी लाइक यो कन्ट्रीमा कस्तो छ स्टुडेन्टको लागि के कस्तो छ एक्सपीरियन्सहरु के कस्तो छ एक्सपेक्टेसन भर्सेस रियालिटी छ कि छैन इन्कमहरु कति हुन्छ अनि त्यसपछि अरु क्वेशन्सहरु भनेको हाम्रो प्रोसेसिङ टाइमहरु कस्तो छ इन्टरभ्यूको डेट्सहरु पाइन्छ कि पाइदैन अनि सजिलो छ कि कतिको गाह्रो छ अनि रिग्रेट हुन्छ कि नै यहाँ आएर अनि काम पाइन्छ कि नै त्यही नै हुन्छ किनकि मैले नेपालबाट एप्लाई गर्दाखेरि पनि एउटा पनि भिडियो थिएन कि लाइक युट्युबमा ग्रीसको बारेमा सो भर्खर नयाँ खोलेको रहेछ ग्रीस त्यही भएर लाइक स्टुडेन्ट्सहरु कोही पनि हुनुहुन्थेन कि लाइक एउटा दुईटा जना हुनुहुन्थ्यो त्यही पनि गर्नु पर्थ्यो कि एउटा दुईटा जना हुनुहुन्थ्यो तर यस्तो भिडियो हाल्नु भएको चाहिँ कसैले पनि थिएन सो मलाई त केही पनि आइडिया थिएन वहाँ गएपछि के हुन्छ कस्तो हुन्छ भन्ने केही पनि थिएन अनि लाइक म चाहिँ आज बनाए भिडियो अस्ति पनि बनाएको थिएँ अनि आज पनि बनाउँछु अनि पोस्ट गर्छु सो आउने स्टुडेन्ट्सहरुलाई चाहिँ हेल्प हुन्छ धेरै नै हेल्प हुन्छ नि यो कुराहरुले चाहिँ किनकि मेरो टाइममा केही पनि भिडियो थिएन कन्सल्टेन्सीले जे भन्यो मैले त्यही गरे त्यही सोचे त्यही एज्युम गरे अनि अफ कोर्स त्यस्तो भइसकेपछि त एक्सपेक्टेसन भर्सेस रियालिटी त अफ कोर्स हुने भयो किनकि एजेन्टले पनि केही पनि थाहा हुँदैन नि उनीलाई ट्रुथ कुरै थाहा हुँदैन यहाँ आएर लाइक त्यही हो त्यही एक्सपेक्टेसन भर्सेस रियालिटी हो कन्सल्टेन्सीले त जुरुक्क पार्दिन्छ भोलि नै भिजा लागेर भोलि नै ग्रेजुएसन हो जस्तो कुरा गरिदिन्छ सो म चाहिँ रियालिटी नै भन्छु है त यो भिडियोमा सो लास्टसम्म हेरिदिनु होला अनि तपाईहरुलाई चाहिँ लाइक मन पर्यो भने र अरु पनि भिडियोजहरु लाइक ग्रीसको बारेमा अरु पनि भिडियोजहरु हजुरलाई सुन्नु मन छ हेर्नु मन छ भने यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला अनि म चाहिँ त्यही रिलेटेड अनि क्वेशन्सहरु छ भने पनि अनि कमेन्ट सेक्सनमा राखिदिनुस् अनि म त्यहीबाट सिलेक्ट गरेर अनि त्यसपछि अर्को भिडियोमा फेरि त्यसको रिप्लाई दिन्छु सो लेट्स गो इन्टु द भिडियोज अब चाहिँ लाइक फाइनली जाम है त भिडियोमा सो हाम्रो चाहिँ फर्स्ट क्वेशन छ प्रोसेसिङ टाइम के कस्तो छ सबै कन्ट्रीमा लाइक प्रोसेस टाइम उस्तै नै हुन्छ अनि यहाँ चाहिँ मेन इन्टेक भनेको हाम्रो सेप्टेम्बर इन्टेक हो सो प्रोसेसिङ टाइम चाहिँ उस्तै लाइक अरु कन्ट्रीमा जस्तो प्रोसेसिङ टाइम छ त्यही नै हुन्छ प्रोसेसिङ टाइम चाहिँ सो प्रोसेसिङ टाइम पनि लाइक 2 महिना त चान्चुन छुन्छ सबै गर्दाखेरि छुन्छ भिएफएस सबमिसन गर्नु जेलसम्म चाहिँ लगभग 1.5 महिना चाहिँ छुन्छ भनौं न हैन भन्नु पर्दा चाहिँ म इन्टरभ्यु दिनलाई गए हैन अनि गएपछि चाहिँ इन्टरभ्यु दिए त्यतिखेर चाहिँ कस्तो भन्थे एउटा कोठामा राख्दियो अनि कोठामा राख्दिएपछि चाहिँ एम्बेसीमा चाहिँ अनि एक जना गरी बोलाउँछ पहिला सुरुमा चाहिँ एग्रिकल्चर भिजाहरुको जो वर्किङ भिजाहरु हुन्थ्यो नि उनीहरुको चाहिँ बोलायो अनि स्टुडेन्टको चाहिँ लास्टमा बोलाउनु भयो उहाँहरुले अनि एग्रिकल्चरको सबैजनाको सक्यो अनि त्यतिखेर चाहिँ कस्तो डर लाग्दो रहेछ कि लाइक कोही चाहिँ मुख बिगार्दै आउनुहुन्छ कोही चाहिँ एकदम खुसी हुँदै आउनुहुन्छ के अनि त्यतिखेर चाहिँ अलिकति नर्भस फिल हुन्छ न त त्यस्तो मलाई नर्भसनेस चाहिँ भएको थिएन किनकि मैले डकुमेन्टहरु आफै बनाएको थिएँ एसओपीहरु मैले आफै लेखेको थिएँ सो मलाई के फिल भएको थियो भन्दाखेरि चाहिँ मेरै कुरा सोध्ने हो मलाई म चाहिँ किन डराउनु पर्यो भन्ने चाहिँ मलाई थियो तर पनि थाहा होला त अलिअलि त डर त कतै न कतै लाग्छ भनेर सो मैले के गरे भन्दाखेरि स्टुडेन्ट मध्येमा चाहिँ मेरो फर्स्टमा आएको थिएन वर्किङ भिजाको सक्यो अनि स्टुडेन्ट भिजाको फर्स्टमा मेरो थियो सो म गए अनि गएपछि मलाई लाइक सजिलै क्वेशन्स थियो भनौं न मलाई इन्टरभ्यु त्यस्तो गाह्रो लागेन सो मजाले भिजा चाहिँ स्योर पाउँछु भन्ने चाहिँ मलाई थाहा थियो किनकि क्वेशन्स एकदम सजिलो टफ क्वेशन्स थिएन मेरो अनि लाइक त्यस्तै अब वाइ ग्रीस वाइ दिस कोर्स एज युजुअल सबैलाई थाहा छ इन्टरभ्युमा यस्तै क्वेशन सोध्ने हो वाइ ग्रीस वाइ दिस कोर्स वाइ यु चुज दिस कोर्स भन्ने त्यस्तै हुन्छ कि क्वेशन्सहरु चाहिँ अनि मेरो पनि त्यस्तै क्वेशन्स थियो अनि पछि चाहिँ मलाई के भन्यो भन्दाखेरि इफ आई विल नट गेट द भिजा व्हाट विल यु डू भन्ने चाहिँ सोधिनु भयो के मलाई
त्यसो भने चाहिँ मैले मस्तले भने फेरि मैले यही कन्ट्री ट्राई गर्छु, नो वरिज, लाइक यही कोर्स गर्छु, यही कन्ट्री गर्छु, सो मेरो एम भनेको यो कन्ट्रीमा जानु नै हो स्टुडेन्ट भिजामा भनेर मैले त्यसरी भने। अनि हाँस्दै थियो इन्टरभ्यू दिनेमा, लाइक लिने मान्छे चाहिँ हाँस्दै थियो। अनि त्यसपछि अनि अर्को क्वेसन अलिकति ट्रेकी क्वेसन पनि सोधेँ कि, जस्तो लाइक तेरो पासपोर्ट त लिएर जान्छस् कि मैले राखौँ भनेर सोध्यो मलाई। अनि मैले भने कि तपाईँ नै राख्नु भनेर मैले भने होइन। अनि त्यतिखेर फेरि उसले मलाई क्रस क्वेसन गर्यो, अनि त नेपाल कसरी जान्छस् त, तेरो पासपोर्ट मसँगै भयो भने भन्यो होइन। अनि मैले सिधै भने कि लाइक नेपाल र इन्डियामा चाहिँ हामीलाई भिजा चाहिँदैन, आई क्यान गो थ्रु दि माई सिटिजनसिप कार्ड भनेर मैले भनेपछि अझ हाँसेँ कि। अनि त्यसपछि लास्टमा फेरि के भन्यो भन्दाखेरि होप टु सी यु इन ग्रिस भनेर यसरी भन्यो। अनि त्यसपछि मलाई थाहा भयो कि मेरो भिजा स्योरै हो भनेर, त्यही हो। अनि त्यसपछि म नेपाल गएँ। अनि नेपाल लाइक इन्टरभ्यू दिएको 1 हप्तामा भनेको थियो, इन्टरभ्यू लाइक लिने बेला 1 हप्तामा भन्थ्यो, तर मेरो 4 दिनमा आएको थियो कि नेपालमा। VFSमा मेरो पासपोर्ट चाहिँ 4 दिनमा आएको थियो। अनि मेरो गएँ अनि पासपोर्ट लिँदाखेरि चाहिँ भिजा रहेछ। सो पासपोर्टको टाइम लिने टाइम पनि VFSमा 1 बजे 3 बजे थियो। अनि भोलि पासपोर्ट लिन बोलाएको थियो। अनि आजतिर मेल आएको थियो, लाइक कल आएको थियो कि पासपोर्ट तपाईँको आइसक्यो, कलेक्ट गर्न आउनुहोस् भनेर। अनि 1 बजे 3 बजेभित्र आउनुहोस् भनेको थिएँ। गएँ अनि भिजा लाग्यो। एन्ड आई एम रियली त्यो बेला त एकदम ह्याप्पी थिएँ। स्टिल आई एम ह्याप्पी हियर। रिग्रेट यस्तो गाह्रो हुन्छ सबै कन्ट्रीमा, तर आई एम ह्याप्पी एज वेल। अनि अर्को क्वेसन्स भनेको चाहिँ तपाईँलाई ग्रिस आएर रिग्रेट हुन्छ कि हुँदैन भन्नुभयो होइन। मलाई त के को रिग्रेट हुनु र, केही पनि रिग्रेट छैन मलाई, किनकि सबै कन्ट्रीमा गाह्रो नै हुन्छ इन्टरनेसनल स्टुडेन्ट भएर। यो कन्ट्रीमा आउन पनि पैसा कम लाग्छ कम्पेयरिङ टु अदर युरोपियन कन्ट्री या अदर लाइक लार्ज कन्ट्री होइन। लाइक अरू ठुलो कन्ट्री भन्दा चाहिँ यहाँ आउन पैसा पनि कम लाग्ने, त्यही हो। अनि रिग्रेट भन्ने चाहिँ लाइक मलाई त्यस्तो लाइक किन आएछु वाला रिग्रेट चाहिँ हुँदैन। सो लेट्स गो विथ द फ्लो अफ द टाइम, फ्लोमै जाने हो। जे हुन्छ त्यो भोग्नै पर्छ, जे लेखेको छ त्यो भोग्नै पर्छ, त्यही हो। अरू त सब इन्टरनेसनल स्टुडेन्ट हो, सकेसम्म लाइक पढाइ कम्प्लिट भएपछि चाहिँ सजिलो, अझ अलि बेटर सजिलो हुन्छ कि भन्ने मात्र हो। होपफुल्ली अब अझै टाइम बाँकी छ, भर्खर आएको त 8-9 महिना भयो। सो अर्को क्वेसन रहेको छ कि काम पाइन्छ कि नै, इन्कम के कस्तो छ, अर्को वर्षको फी तिर्न सकिन्छ कि सकिँदैन, नेपालमा पैसा पठाउन सकिन्छ कि सकिँदैन भन्ने छ। यो चाहिँ 3-4 क्वेसन छ, तर एउटैमै मर्जवाला छ कि फेरि। सो म यसको चाहिँ एन्सर्स दिन्छु मजाले, मेरो एक्सपिरियन्स दिन्छु यसमा चाहिँ। काम पाइन्छ कि नै भन्ने कुरा होइन। म विन्टर सिजनमा आएको थिएँ, सो काम पाएन मैले। 3 महिना घरमै बसी खाएँ, अनि 3 महिनापछि चाहिँ काम पाएको हो। अनि इन्कम के कस्तो छ, स्टुडेन्टले यहाँ खासमा काम गर्न पाउँदैन। तपाईँ प्राइभेट युनिभर्सिटीमा आउनु भएको छ, प्राइभेट कलेजहरूमा आउनु भएको छ भने स्टुडेन्टले काम गर्न पाउँदैन। अनि तपाईँ लाइक पब्लिक युनिभर्सिटीमा आउनु भएको छ भने तपाईँले 20 आवर्स लिगल्ली काम गर्न पाउनुहुन्छ। अनि म त प्राइभेटमा आएको, सो मैले काम गर्न पाउँदिनँ। अनि मैले अहिले पनि काम गरिरहेको छु होइन, तर मैले चाहिँ क्यास इन ह्यान्ड काम गरिरहेको छु। मेरो चाहिँ केही पनि ट्याक्सहरू जाँदैन। सो अफकोर्स क्यास इन ह्यान्डमा काम गरेपछि त पैसा थोरै नै आउँछ। सो यहाँ मैले कमाएको पैसा त खाना बस्नु मात्र मलाई ठिक्क हुन्छ। अब फी कसरी कलेक्ट गर्ने हो अझै बाँकी छ। अब हेरौँ के हुन्छ फी कलेक्ट गर्ने बेला। अब अलिअलि त जुटाउन सकिन्छ, तर आफूमा डिपेन्ड हुन्छ है। तपाईँले दुईटा काम मैले त एउटा मात्र काम गरिरहेको छु। तपाईँले दुईटा काम गर्नुभयो भने चाहिँ तपाईँले फी उठाउन सक्नुहुन्छ। एउटा मात्र काम गरेर चाहिँ तपाईँले फी उठाउन सक्नु हुँदैन है त। त्यो चाहिँ तपाईँले दुईटै काम फेरि क्यास इन ह्यान्डमा खोज्नुपर्छ, किनकि अहिले लिगल अझै रुल्स इम्प्लिमेन्ट भएको छैन कि स्टुडेन्टले काम गर्न मिल्छ भनेर चाहिँ भएको छैन। तर होपफुल्ली अब 6-7 महिनामा हुन्छ कि भन्ने आश छ। आश भइसकेपछि त एकदमै सजिलो हुन्छ, फेरि एकदम सजिलो हुन्छ काम खोज्न पनि, काम पनि पाइन्छ। अनि गर्मी महिनामा समर सिजनमा चाहिँ एकदम काम पाइन्छ, किनकि सिजन हो नि त यो समर सिजन। अहिले समर स्टार्ट भइसक्यो, मे आइसक्यो, समर स्टार्ट भइसक्यो। अनि विन्टरमा चाहिँ काम अलि पाउँदैन भनौँ न, अलि थप्पै हुन्छ सबै कुराहरू। अलि रेस्टुरेन्टहरू पनि मसान घाट जस्तो हुन्छ कि, किनकि जाडो हुन्छ अनि त्यस्तो काम मजाले पाइँदैन। गर्मी महिनामा चाहिँ फेरि मजाले काम पाउनुहुन्छ है, त्यसमा चाहिँ नो वरिज। सो अर्को क्वेसन्सतिर जाऊँ कि हाउ हार्ड इट इज यु टु स्टडी इन ग्रिस।
गाह्रो त गाह्रो नै हुन्छ, पढ्न कहाँ सजिलो हुन्छ त। तर पनि लाइक म चाहिँ इङ्ग्लिसमै पढ्छु, इङ्ग्लिसमै हुन्छ मेरो कोर्सहरू। अनि हप्ताको 3 दिन कलेज हुन्छ, 3 दिन 4 दिन कहिलेकाहीँ त्यसरी कलेज हुन्छ, न त नर्मली 3 दिन चाहिँ कलेज हुन्छ हप्ताको। सो बिहानकोमा कलेज हुन्छ, अनि तपाईँ दिउँसो नि काम गर्न पाउनुभयो, रातभरि पनि काम गर्न पाउनुभयो, त्यसमा चाहिँ फाइदा छ। बिहान 4 घन्टा 3 घन्टा पढाइ हुन्छ, अनि त्यसपछि रेस्ट अफ द टाइम इज योर्स भने जस्तो। त्यस्तो गाह्रो चाहिँ छैन। अब अहिलेसम्म चाहिँ ठिकै छ, अब पछि के हुन्छ त्यो चाहिँ कसलाई थाहा हुन्छ र होइन, फ्युचर त के छ कस्तो छ भनेर। फर्स्ट इयर चाहिँ सजिलै छ। अनि म चाहिँ BBA इन टुरिज्म एन्ड हस्पिटालिटी म्यानेजमेन्ट हो। सो अब फर्स्ट इयर चाहिँ मेरो थ्योरिटिकलै कोर्सहरू भयो सबै। अब सेकेन्ड इयरबाट चाहिँ सबै प्र्याक्टिकल हुन्छ अरे भनेर कोर्स आएको छ। लेट्स सी अब त्यो बेला के हुन्छ है त, त्यो बेला नि के हुन्छ म फेरि भन्दै जान्छु नि युट्युब भिडियोमा है। अब लेट्स गो इन्टु द लास्ट बट नट द लिस्ट वाला क्वेसनमा। एक्सपेन्सिभ छ कि नै, लिभिङ कस्टहरू के कस्तो छ भन्ने छ क्वेसन चाहिँ। सो लिभिङ कस्टहरू चाहिँ सस्तो नै छ भनौँ न। बस्न खान लाउन डुल्न हिँड्न चाहिँ त्यस्तो गाह्रो छैन, त्यस्तो महँगो छैन। सो कम्पेयरिङ टु अदर युरोपियन कन्ट्री यो ग्रिस चाहिँ सस्तो नै छ। फेरि सस्तो पनि छ, पे रेट पनि फेरि कम छ। त्यही अनुसार पे रेट सस्तो छ, लाइक पे रेट पनि कम छ, त्यही अनुसारले लिभिङ एक्सपेन्सेसहरू पनि सस्तो हुन्छ नै। सो अरू युरोपियन कन्ट्रीहरूमा चाहिँ पे रेट एकदम राम्रो छ, अनि त्यही अनुसारको लिभिङ एक्सपेन्सेसहरू पनि हाई नै हुन्छ, त्यो अफकोर्स हो, सबैलाई थाहा छ त्यो कुरा चाहिँ। सो जस्ट कमाएर लाइक काम गरेर बस्न खान लाउन चाहिँ गाह्रो छैन यो कन्ट्रीमा। मजाले लाइक छ्याल भ्याली हुन्छ भनौँ न होइन, बस्न खान लाउन चाहिँ। अलिकति गाह्रो भनेको त्यही ट्युसन फी तिर्ने बेला चाहिँ अलिकति गाह्रो हुन्छ भनौँ न, अरू यस्तै हो सबै। सो द्याट्स इट गाइज होइन। क्वेसन्सहरू आएको थियो, मैले त्यो सबै क्वेसन्सहरूलाई समटेर एन्सर्सहरू पनि दिएँ। सो यति नै हुन्छ। अब अरू पनि क्वेसन्सहरू छ भने लाइक तपाईँलाई कुनै कुरा सोध्नु मन छ भने चाहिँ सबैजनाले लाइक कमेन्ट सेक्सनमा लेखिदिनुहोस् या मलाई डिएम्सहरू गर्नुहोस्। म ट्राई टु गिभ योर अल दि एन्सर्स अफ त्यो क्वेसन्स होइन, सबै एन्सर्सहरू दिन्छु। सो भिडियो कस्तो लाग्यो होला, अल्छी नमानिकन हेरिदिनु भएको छ भने, लास्टसम्मै हेरिदिनु भएको छ भने चाहिँ लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। अनि रिलेटेड टु दिस ग्रिस भिडियोजहरू आउँछ अब चाहिँ यो च्यानलमा। सो त्यसको लागि चाहिँ बेल आइकन चाहिँ प्रेस गरिदिनु होला। सो नोटिफिकेसनहरू आउँछ, लाइक मैले भिडियो पोस्ट गर्ने बित्तिकै तपाईँको नोटिफिकेसनहरू आउँछ। सो यु क्यान सी द्याट भिडियोज एज वेल। सो तपाईँहरूले यो भिडियो डाइरेक्ट हेर्नु भएको छ भने, पहिलाको भिडियो हेर्नु भएको छैन भने यु क्यान गो लाइक मेरो च्यानलमा गएर पहिलाको भिडियो छ, त्यहाँबाट पनि लाइक एन्सर्सहरू पाउन सक्नुहुन्छ। अनि यो चाहिँ मेरो पर्सनल एक्सपिरियन्स हो। अनि पहिला लास्टवाला भिडियोमा चाहिँ मेरो साथीहरू पनि हुनुहुन्थ्यो, उहाँहरूको एक्सपिरियन्स पनि थियो सबैजनाको। सो त्यहाँ पनि रमाइलो छ, यहाँ पनि अब एक्लै म मात्र बोलिरहेको छु। सो इन्फर्मेसन पाउनुभयो होला, अलिक कतै न कतै इन्फर्मेसनहरू पाउनुभयो होला। सो थ्याङ्क यू सो मच गाइज होइन। अनि हेभ अ नाइस डे, बाई बाई। अनि डोन्ट फर्गेट टु लाइक, सेयर एन्ड सब्सक्राइब टु माई च्यानल। Bye bye and see you on next videos.